हेलो एभ्रिवान, यहाँहरू सबै सन्चै हुनुहुन्छ। आजको मेरो न्यू डे न्यू ब्लग अन्तर्गत सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वार्ड नम्बर 8 मा रहेको नयाँ बस पार्क देखाउने जमर्को गरेँ। हुन त यो बस पार्क धेरै पहिले नै निर्माण चाहिँ भइसकेको थियो, तर उद्घाटन भने केही समय अगाडि मात्रै भएको छ। झट्टै हेर्दा यो बस पार्क एकदम व्यवस्थित र राम्रो देखिन्छ। हुन त त्यहाँ पनि केही कमी कमजोरीहरू त पक्कै होलान्, तथापि यस भिडियोमा म तपाईहरुलाई यहाँबाट पाउने सेवा सुविधा र यहाँको भौतिक संरचना र कस्तो व्यवस्था रहेको छ यो सम्पूर्ण कुराहरू देखाउन चाहे। यदि मेरो भिडियो मन परेमा यहाँहरूले लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी मेरो च्यानलमा जोडिन सक्नुहुन्छ। लेट्स सी, हेरौँ त के रहेछ। अहिले चाहिँ म धरान 8 मा रहेको यो नयाँ बस पार्क क्षेत्रमा प्रवेश गरिसकेको छु। बाहिरबाट हेर्दा यसको वरिपरिको वातावरण यस्तो देख्न सकिन्छ र भौतिक संरचना पनि एकदम उत्कृष्ट नै छ। अनि पार्किङ स्थलहरू एकदम राम्रो लाग्यो। यस बिल्डिङमा विशेष गरेर काउन्टरहरू पनि राखिएको रहेछ। अनि यसको बाहिरी कक्षहरूमा यात्रु प्रतीक्षालयहरू पनि राखिएको रहेछ, जहाँबाट चाहिँ बसमा अथवा सवारी साधनहरूमा चढ्ने व्यक्तिहरू केही समय प्रतीक्षा गर्ने र त्यहाँदेखि चढ्ने, ओर्लिने र बस्ने ठाउँहरू पनि राखिएको रहेछ। तर हिजो आज यस क्षेत्रमा बसहरू नभइकन एकदम धेरै मान्छेहरू घुम्नको लागि प्लस टिकटक बनाउन आउनुहुँदो रहेछ। यो देखिएको दृश्य चाहिँ बिल्डिङको अगाडिको भागबाट देखिएको हो। यहाँ विविध प्रकारका बिरुवाहरू बीचमा सजावटका लागि राखिएको रहेछ। त्यसमा पनि फोहोरको व्यवस्थापन अनि भानुचोक भन्दा टाढा अथवा हल्ला हो हल्ला भन्दा टाढा भएका कारणले पनि यस क्षेत्र प्राय अहिले चाहिँ शान्त रहँदै आइरहेको रहेछ। मलाई लाग्छ जहाँसम्म केही समय पछाडि यस क्षेत्र सफा सुग्घर हुन्छ होला। अहिले चाहिँ म विशेष गरेर यो बिल्डिङको भित्री भागमा प्रवेश गरेको छु। यहाँ चाहिँ यात्रु प्रतीक्षालय राखिएको रहेछ, जहाँ चाहिँ तपाईहरुलाई चिबी पनि जडान गरिदिएको हुनुहुँदो रहेछ। अनि यस बिल्डिङ भित्र पूर्व पश्चिम तथा विविध क्षेत्र जानका लागि टिकट काउन्टरहरूको पनि व्यवस्था गरिएको रहेछ, जहाँ चाहिँ बसलाई वेटिङ गरेर बस्नका लागि यहाँ विविध धेरै सिटहरूको पनि व्यवस्था गरेको रहेछ। समग्रमा हेर्दा यस बस पार्क धेरै राम्रो लाग्यो मलाई। म यो भन्दा अगाडि पनि गएको थिएँ, तर भर्खर बनाउँदै हुनुहुन्थ्यो। अहिले चाहिँ निकै बनाइसकेको अवस्थामा जाँदा चाहिँ धेरै राम्रो लाग्यो। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।